डाक्टर साहब रिपोर्ट कस्तो आयो? उहाँको गर्भ खेर गयो। रक्तस्राव धेरै नै भएको रहेछ। धन्न उहाँको स्वास्थ्यलाई गम्भीर असर परेन। यसैमा चित्त बुझाउनु, नत्र यस्तो बेला बिरामीको ज्यानै जाने खतरा हुन्थ्यो। यस्तो कसरी हुन्छ? न उनी कतै लडेकी थिइन्, न पेटमा असर गर्ने कुनै कामै गरेकी थिइन्, फेरि एक्कासी कसरी गर्भ खेर जान्छ? गर्भ खेर जाने अनेक कारण हुन सक्छन्। त्यसको लागि गर्भवती महिला लड्नुपर्ने, गर्भवती महिलाले गरुङको काम गरेर मात्र यस्तो हुन्छ भनेर सोच्नु गलत हो। गर्भवती महिलाको खानपानदेखि शारीरिक र मानसिक स्वास्थ्यको कारण पनि यस्तो हुन सक्छ। त्यही भएर यस्तो बेलामा बढी सचेत रहनुपर्ने हुन्छ।